डाक्टर राजेन्द्र केसीको किताब वैकल्पिक सोचले एउटा निकै गहिरो प्रश्न उठाएको छ जुन सायद हामी सबैको मनमा छ। त्यो हो, यति धेरै सम्भावना भएर पनि हाम्रो देश नेपाल किन पछाडि परिरहेको छ? आउनुहोस् आज यही प्रश्नको जवाफ खोज्ने कोसिस गरौँ। किताबको सुरुवात नै यही शक्तिशाली भनाइबाट हुन्छ। सोच्नुहोस् त, देशलाई एउटा नागमणिसँग तुलना गरिएको छ, मतलब सबै कुराले परिपूर्ण। तर समस्या कहाँनेर भयो त? शासकहरूले अर्थात् नेतृत्वले यो नागमणिलाई चिन्नै सकेनन्। भन्नुको मतलब स्रोत र साधन त छ, तर त्यसलाई सही तरिकाले प्रयोग गर्ने दृष्टिकोण र नेतृत्वकै अभाव देखियो। र आजको हाम्रो चर्चाको मुख्य जड नै यही हो। अब पहिलो खण्डमा हेरौँ नेपालको यही विरोधाभासलाई। यो एउटा यस्तो प्याराडक्स हो जसले देशको कथालाई नै बयान गर्छ। एकातिर हेर्नुस् त, हामीसँग के छ? 83,000 मेगावाट जलविद्युतको सम्भावना, पर्यटनको अथाह खानी अनि संसारलाई नै चलाउन सक्ने युवा शक्ति। तर अर्कोतिर वास्तविकता कस्तो छ? त्यही युवा शक्ति लाखौंको संख्यामा विदेशिन बाध्य छ। हाम्रो अर्थतन्त्र अरूमाथि निर्भर छ अनि भ्रष्टाचारले जरा गाडेको छ। किताबले भन्छ, यही सम्भावना र वास्तविकता बीचको जुन गहिरो खाडल छ नि, यही नै हो हाम्रो सबभन्दा ठूलो समस्या। त्यसो भए अब प्रश्न उठ्छ, यो अवस्था आयो कसरी? दोस्रो खण्डमा किताबले गरेको असफलताको निदानबारे कुरा गरौँ। आखिर यो विरोधाभासको जड कहाँ छ त? नेपालको इतिहासलाई फर्केर हेर्दा ठूला राजनीतिक परिवर्तनहरू नभएका होइनन्। सम्झिनुस् त, 2046 सालमा प्रजातन्त्र आयो। त्यसपछि 2062-63 जनआन्दोलनले राजतन्त्रकै अन्त्य गर्यो, गणतन्त्र स्थापना भयो। अनि 2072 सालमा हामीले नयाँ संविधान पनि पायौं। यी सबै पक्कै पनि ठूला ऐतिहासिक उपलब्धिहरू थिए। तर किताबले एउटा निकै नै पेचिलो प्रश्न सोध्छ। यति ठूला राजनीतिक परिवर्तनहरू भए, व्यवस्था फेरियो, संविधान बन्यो, तर आम मानिसको जीवनस्तरमा चाहिँ किन खासै परिवर्तन आएन? आखिर चुक कहाँ भयो? किताबका अनुसार यसको एउटा मुख्य कारण हो राजनीतिक दलहरूको वाचा र काम गराइ बीचको फरक। नारा के थियो? समाजवाद, समृद्धि, स्थायित्व। तर परिणाम के आयो? सत्ताको लागि सङ्घर्ष, भ्रष्टाचार अनि निरन्तर अस्थिरता। दलहरू सत्ताको भागबण्डा मिलाउँदै यति व्यस्त भए कि जनताको प्रगतिको एजेन्डा नै कता हरायो। अनि किताबको सबैभन्दा तीखो आलोचना यहीँनेर आउँछ। लेखकको तर्क के छ भने, हाम्रो राजनीतिक प्रणाली प्रगतिको लागि होइन, बरु भ्रष्टाचार, नातावाद र सत्ताको लागि लड्ने एउटा कहिल्यै नटुङ्गिने चक्र जस्तो बन्न पुगेको छ। र यसैले गर्दा मानिसहरूमा राजनीतिप्रति नै एक किसिमको वितृष्णा जागेको छ। ल, समस्याको निदान त भयो, तर अब समाधान के त? यहीँनेर किताबले आफ्नो मूल अवधारणा प्रस्तुत गर्छ, वैकल्पिक सोच। आखिर के हो त यो वैकल्पिक सोच? एकदमै सरल भाषामा भन्नुपर्दा, वैकल्पिक सोच भनेको पुराना काम नलाग्ने विचारधाराहरूलाई भनौँ न साइड लगाउने र त्यसको ठाउँमा सुशासन र आर्थिक समृद्धिमा मात्रै केन्द्रित हुने एउटा व्यावहारिक नेपालकै माटो सुहाउँदो बाटो अपनाउने। मतलब फलानो वाद र ढिस्कानो वादको पछि लाग्ने होइन, सिधै परिणाममा फोकस गर्ने। यो विचारलाई लेखकले एउटा गजबको उदाहरण दिएर सम्झाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, मकैको दाना समाप्त भएपछि मात्र बोट उम्रन्छ। मतलब जबसम्म त्यो पुरानो दाना माटोमा बेलाउँदैन, तबसम्म नयाँ बिरुवा आउनै सक्दैन। ठिक त्यसै गरी नयाँ नेपाल बनाउनको लागि पुरानो काम नलाग्ने सोचलाई ध्वस्तै गर्नुपर्छ, त्याग्नै पर्छ। ओके, सोच त नयाँ भयो, तर यो सोचलाई व्यवहारमा कसरी उतार्ने त? कसले उतार्ने? किताबले भन्छ, यसको लागि एउटा नयाँ शक्तिको निर्माण गर्नुपर्छ। त्यसो भए यो प्रस्तावित वैकल्पिक शक्ति चाहिँ पुराना पार्टीहरूभन्दा कसरी फरक हुन्छ त? पहिलो कुरा, यो युवा नेतृत्वमा र योग्यताको आधारमा चल्छ। यसको एउटै मात्र मुख्य लक्ष्य हुन्छ, आर्थिक समृद्धि। कुनै विचारधाराको भारी बोक्ने होइन, विज्ञताको आधारमा चल्ने। र सबभन्दा महत्त्वपूर्ण, यो पूर्ण रूपमा पारदर्शी, जवाबदेही र सबै समुदायलाई समेटेर हिँड्ने खालको हुन्छ। अब यो नयाँ शक्तिलाई पनि पुराना पार्टीहरू जस्तै हुन नदिन के गर्ने? किताबले यसको लागि आन्तरिक लोकतन्त्रका 4वटा बलिया स्तम्भहरूको प्रस्ताव गरेको छ। जस्तै
एक व्यक्ति एक कार्यकारी पदको नियम, ताकि एउटै मान्छेले सबै शक्ति नओगटोस्। नेताले काम गरेनन् भने तिनलाई अस्वीकार गर्ने र फिर्ता बोलाउने अधिकार। शक्तिको मुख्य स्रोत नेता होइन, साधारण सदस्य हुने, अनि पैसा र निर्णय प्रक्रियामा 100% पारदर्शिता। यहाँनेर लेखकले शक्ति शब्दको परिभाषा नै बदलिदिनुहुन्छ। उहाँका अनुसार देशको वास्तविक शक्ति कुनै नेता वा पार्टीमा हुँदैन। खास शक्ति त जनताको आत्मविश्वासमा छ, हाम्रो प्राकृतिक स्रोतमा छ, युवाहरूको ऊर्जामा छ, अनि नयाँ विचारहरूमा छ। यो नै हो नेपालको असली शक्ति। र अब अन्तिम खण्डमा यो नयाँ विचारले हामीलाई समृद्धिको बाटोमा कसरी लैजान्छ त? हेरौँ है त। सबैभन्दा पहिले त हाम्रो मानसिकतामै परिवर्तन ल्याउनुपर्छ। सधैँ आफूलाई दुई ढुङ्गा बीचको तरुल भनेर कमजोर र असहाय ठान्ने पुरानो सोचलाई फ्याँकिदिनुपर्छ र त्यसको सट्टामा नेपाल, भारत र चीन जस्ता दुई ठूला अर्थतन्त्रलाई जोड्ने एउटा गतिशील आर्थिक पुल बन्न सक्छ भन्ने नयाँ र शक्तिशाली दृष्टिकोण अपनाउनुपर्छ। यो एउटा नम्बर मात्रै होइन, यो नेपालको लुकेको खजानाको प्रतीक हो। 83,000 मेगावाट, यो हाम्रो जलविद्युत क्षमता हो। सोचौँ त, यो त देशको समृद्धिको ढोका खोल्ने एउटा सुनौलो साँचो जस्तै हो, जुन हामीले अहिलेसम्म प्रयोगै गरेका छैनौँ। र अन्त्यमा वैकल्पिक सोचको सार के हो त? यसको अन्तिम लक्ष्य भनेकै यही हो, हाम्रो देशमा लुकेर बसेको अपार सम्भावनालाई वास्तविक, देख्न र छुन सकिने समृद्धिमा बदल्ने, र हरेक नेपालीलाई कसैको आशमा होइन, आफ्नै खुट्टामा उभिन सक्ने आत्मनिर्भर बनाउने। तर एउटा अन्तिम प्रश्न, के साँच्चै एउटा विचारमा यति शक्ति हुन्छ कि त्यसले सिङ्गो राष्ट्रको भाग्य नै बदल्न सकोस्? यो प्रश्नको जवाब भविष्यले नै देला, तर सोच्न भने पक्कै बाध्य बनाउँछ।